भोजपुरको पौवाधुङमा गाउँपालिका 4 का वडा अध्यक्ष रमेश राई जनप्रतिनिधिको जिम्मेवारीसँगै व्यावसायिक फलफुल खेतीमा पनि सक्रिय हुनुहुन्छ। 15 वर्ष अघि सुरु गर्नुभएको खेती अहिले व्यवस्थित बगैँचामा रूपान्तरित भएको छ। आँप र कागती खेतीबाट उहाँले वार्षिक लाखौं रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। लिची र आँपसँगै उहाँले 15 रोपनी क्षेत्रफलमा कागती खेती समेत विस्तार गर्नुभएको छ। मौसमी फलफुलसँग भूवर्षीय बोटबिरुवाको संयोजनले उहाँको कृषि व्यवसायलाई अझ दिगो बनाएको छ। फलफुल खेतीप्रतिको आकर्षण बढ्दै जाँदा रमेश राई अहिले यस क्षेत्रका अन्य कृषकका लागि पनि प्रेरणाको स्रोत बन्नुभएको छ। जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि कर्मलाई निरन्तरता दिँदै आउनुभएको रमेश राईको सफलताले व्यावसायिक फलफुल खेती मार्फत गाउँमै राम्रो आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। लिचीबाट मैले 1.5 देखि 2 लाखको हाराहारीमा भएको थियो। आँप चाहिँ अलिक किराको समस्याले गर्दा त्यति आँपबाट भएन। अब अहिले चाहिँ आँप पनि पोहोरभन्दा अलिक राम्रो होला जस्तो छ।